नमस्कार सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई। के तपाईलाई थाहा छ वर्षभरिका सबै रातहरूमध्ये सबैभन्दा शक्तिशाली आध्यात्मिक र पुण्यदायी रात कुन हो? त्यो हो महाशिवरात्रि। म प्रेम खत्री। आज हामी महाशिवरात्रिको इतिहास, धार्मिक रहस्य, वैज्ञानिक महत्त्व र नेपालमा यसको विशेषता र यसको आध्यात्मिक सन्देशबारे विस्तारमा बुझ्नेछौँ। महाशिवरात्रि के हो त? धेरैले लाग्छ त्यो दिन शिवजीले गाजा भाङ खाने दिन हो, तर वास्तविकता त्यो होइन। पुरानो समयमा केही तपस्वी र साधु सन्तुहरूले ध्यान गर्दा भाङ प्रयोग गर्ने परम्परा राखेका थिए भन्ने उल्लेख पाइन्छ। त्यसै कारण समयसँगै शिवजी भाङ मन पराउँछन् भन्ने लोककथा फैलिएको थियो। महाशिवरात्रि हिन्दू धर्मका प्रमुख देवता भगवान शिवको महान आराधना गर्ने पवित्र पर्व हो। महाको अर्थ महान, शिवको अर्थ कल्याणकारी, रात्रिको अर्थ रात। तसर्थ महाशिवरात्रि भनेको शिवको महान पवित्र रात हो। यो पर्व फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा मनाइन्छ। के हो त महाशिवरात्रिको धार्मिक इतिहास? धार्मिक मान्यता अनुसार यस दिनसँग सम्बन्धित धेरै महत्त्वपूर्ण घटनाहरू छन्। नम्बर 1, शिव पार्वती विवाह। यसै दिन भगवान शिव र माता पार्वतीको विवाह भएको विश्वास गरिन्छ। त्यसैले त्यो दिन वैवाहिक जीवन सुखी बनाउने पर्वको रूपमा पनि मानिन्छ। नम्बर 2, समुद्र मन्थन र नीलकण्ठ। जब देवता र दानवहरूले समुद्र मन्थन गरे तब हलाहल नामक घातक विष निस्कियो। संसार नष्ट हुन लाग्दा भगवान शिवले त्यो विष पिउनुभयो। विष कण्ठमै अड्कियो र उहाँको घाँटी निलो भयो। त्यसपछि उहाँलाई नीलकण्ठ भनियो। नम्बर 3, ताण्डव नृत्य। विश्वास गरिन्छ कि यसै रात भगवान शिवले सृष्टिको संरचनाका लागि ताण्डव नृत्य गर्नुभएको थियो। महाशिवरात्रिको आध्यात्मिक र वैज्ञानिक महत्त्व के छ त? यो रातलाई चेतनाको जागरणको रात मानिन्छ। योग शास्त्र अनुसार यस रात पृथ्वीको ऊर्जामा विशेष परिवर्तन हुन्छ। त्यसैले धेरै भक्तजन रातभर जागराम बस्छन्, ध्यान गर्छन्, मन्त्र जप्छन्। ओम नमः शिवाय मन्त्र जप गर्दा मन शान्त, एकाग्र र सकारात्मक हुन्छ भन्ने विश्वास छ। र नेपालमा महाशिवरात्रि विशेष गरी पशुपतिनाथ मन्दिरमा विशाल मेला लाग्छ। देश विदेशबाट लाखौँ भक्तजनहरू दर्शन गर्न आउँछन्। साधु सन्त, नाग बाबा, भजन कीर्तन, दीप प्रज्वलन, सम्पूर्ण वातावरण आध्यात्मिक र ऊर्जाले भरिन्छ। र कसरी मनाइन्छ त शिवरात्रि? दिनभर व्रत बसिन्छ। शिवलिङ्गमा जल, दुध, दही, घिउ, मह र बेलपत्र चढाइन्छ। रातभर जागराम र भजन कीर्तन गरिन्छ। ध्यान, जप र प्रार्थना गरिन्छ। विश्वास छ कि यस दिन सच्चा मनले पूजा गरेमा पाप नाश हुन्छ र मनोकामना पुरा हुन्छ। शिवरात्रिको सन्देश भगवान शिवको जीवनले हामीलाई सादगी, सहनशीलता, त्याग र समताको शिक्षा दिन्छ। उहाँ पहाडमा बस्नुहुन्छ, गहना होइन सर्प धारण गरिनुहुन्छ। तर उहाँ नै देवहरूको पनि देव
महादेव हुनुहुन्छ। यसले सिकाउँछ कि महानता बाहिरी होइन भित्री चेतनामा हुन्छ। यदि तपाईलाई आजको महाशिवरात्रिको यो भिडियो मन पर्यो भने भिडियो लाइक गरेर समर्थन जनाउनुहोस्। कमेन्टमा हर हर महादेव लेखेर भगवान शिवप्रति आफ्नो श्रद्धा व्यक्त गर्नुहोस्। तपाईको कमेन्टले सकारात्मक ऊर्जा फैलाउँछ। यस्तै धार्मिक, ऐतिहासिक र ज्ञानमूलक भिडियोहरू नियमित रूपमा हेर्न पेजलाई अहिले नै फलो गर्नुहोस्। यो भिडियो आफ्ना साथीभाइ, परिवार र समूहमा सेयर गरेर धर्मको ज्ञान फैलाउन सहयोग गर्नुहोस्। तपाईको एउटा लाइक, एउटा कमेन्ट र एउटा सेयरले मलाई अझ प्रेरणा दिन्छ। अन्त्यमा फेरि एकपटक सबैलाई शिवरात्रिको हार्दिक मङ्गलमय शुभकामना। हर हर महादेव, हर हर महादेव। धन्यवाद।